So hello everyone, I hope सबैजना सन्चैरमा हुनुहुन्छ होला। म सन्चैरमै छु अनि आज जान लागेको डेढगाउँ बजार समीर ब्लगर अपटी अनि उसको उनको बुढी मतलब अहिले बिहा हुनै छ अहिलेसम्म घर ल्याएर छ हैन। आज चाहिँ डेढगाउँ बजार जान लागेको हैन। सफल हैन। हेलो गाइस ब्लगर तामाङ नि हो। गाडी नपाएर बिहानै आएको अनि फेरि यसलाई लिन गएर फेरि बाटोमा नेपाल सरकारले बनाएको बाटो नेपाल सरकारले बनाएको बाटो ओए नेपाल सरकार त हैन ए हुन त म सिए बहादुर देउवा पानी परेको त एउटा बाडी हैन कि सिए बहादुर देउवा म हो देउवा म हो। ये बड़ी अच्छी बात कही यार। मैले बनाएन मैले बाटो आएसम्म यिनीहरूले मलाई धेरै क्यान गरे नि त्यसरी मैले बनाएँ बाटो होइन बनाएँ यसो पुरै पानी पहिरो पनि छ यतापट्टि यस्तरी गरेर घाम चलाउनु लाग्यो पानी छर्लम छुलुम परेर यस्तो बनाएको बाटो होइन अनि त्यसरी पुरा विशाल बिक ओ मरास खोइ आऊ नलान् त्यसै यही चाहिँ नि यतातिर चाहिँ यस्तो छ होइन। यहाँनिर चाहिँ सेम हात्ती आकारको त्यत्रो बेर झन् बोल्दै भिडियो बनायो भिडियो नबनेको लिएर यो पनि छ। अनि यसो यहाँनिर चाहिँ त्रिशुलको पनि छ त्यहाँनिर अनि यहाँनिर चाहिँ शिवलिङ्ग जस्तो अनि त्यहाँनिर छ बत्तीहरू यतापट्टि छ गुफाहरू यतातिर चाहिँ यताबाट चाहिँ पुरै भित्रभित्र जानु मिल्छ यताबाट पनि मिल्छ। सो यहाँबाट पनि गुफा छ कहाँ ए यहाँनिर पनि छ है फेरि माथि गन्द्र अनि यहाँ चाहिँ खै यहाँनिर चाहिँ हात्ती सुर जस्तो यहाँनिर सानो नाक भयो भने मलाई यतातिर है कच्छ आकारको ढुङ्गा हो देख्यो ऊ टाउको कच्छ आकारको अनि यतातिर पनि छ